बाइबलले पावलले भन्छ काम गर्दैन भने खाना नखाऊ अनि त्यो वचन स्पष्ट छ। अनि अझ अर्को कुरा के स्पष्ट छ भन्दाखेरि एकदमै बुद्धिमान राजा ऊ जतिको बुद्धिमान न हुन्छ अरे संसारमा न हुनेवाला छ न हुन्थ्यो हैन। सोलोमन राजाले यसो भन्छ हितोपदेश 6:9 पनि आएर यसो भन्नु 6:6 अनि 9 यसो भन्छ ए अल्छे तँ कमिलो कहाँ गएर सिक त्यसको चाल ढङ्ग सिक अनि त्यसको नाम मालिक हुन्छ र पनि काम गरिरहेको हुन्छ त्यहाँबाट पनि हामी सिक्छौँ। अनि जब परमेश्वरले मानिसलाई बनाउनु भयो आदमलाई बनाउनु भयो परमेश्वरले आदमलाई एकदम काम नगरी बस्नु मेरो महिमा मात्रै गरिरहनु हात उठाएर मेरो प्रशंसा गरिरहनु एकदम एसिटिजमलाई फलो गर्नु एसिटिक लाइफ जिउनु एकदम डाँडा काँडामा गएर एकदम आत्मिकी देखा पर्नु मेरो मात्रै उपासना गरिरहनु भनेर भन्नु भएन। तर परमेश्वरले जब आदमलाई सृष्टि गर्नुभयो तब नै परमेश्वरले गोडगाड गर्नको लागि बगैँचा हेरचाह गर्नको लागि भन्नुको त त्यहाँनिर काम छ त्यो काम गर्नको लागि परमेश्वरले बोलाउनु भएको। यसरी यो मानसिकता गलत छ जस्तो लाग्छ हामीलाई किनभने हामी हाइपर स्पिरिचुअलिटीमा जान्छौँ ज्यादा आत्मिकी भइपठाउँछौँ अनि हामी यस्तो आत्मिकी भइपठाउँछौँ कि 3 घण्टा प्रार्थना गरेपछि हामी सबलाई पापी देख्न थाल्छौँ है। अलिकति वचन जाने भने सबलाई पापी देख्न थाल्छौँ अनि त्यो शास्त्री र फरिसीको स्पिरिट हो एउटा। यसैले आज जवानहरूले हामीले यिनीहरू सेकुलर स्पिरिचुअल आत्मिकी र संसारिक भएको कारणले गर्दाखेरि अलिकति कुरा बिग्रेको मात्रै हो तर वास्तवमा सबै काम आत्मिकी काम हुन्। भन्नु खोजेको चाहिँ सबै असल कामहरू चाहिँ आत्मिकी कामहरू हुन् सबै असल कामहरू आत्मिकी कामहरू हुन्। यसैले म उत्साह दिन चाहन्छु आज हामीले पृथ्वीमा बसेपछि यो काँडा र सिउडी उमार्ने पृथ्वीमा बसेपछि आफ्नो परमेश्वरले नै दिनुभएको यो कुरा कि तिमीले